साथी कस्तो बिल भइरहेछ? सलाम साथी। ठिक भइरहेछ साथी। फाइनली गाइज यो ठुम्की भन्ने ठाउँ आइपुग्यौँ होइन। भर्खर होमस्टेमा फोन गरेको अनि तल आउनु भनेको छ। अब जाँदैछौँ। के हो साथी आज लोकल भाले बजाउनु पर्छ कि हो? ठाउँ यस्तो छ दामी। होमस्टे आइसकेको छौँ। यही ठुम्की कल्चरल होमस्टे नाम त सोधेको गाइज हामी चाहिँ अब होमस्टेमा आइसक्यौँ है। यहाँ हाम्रो रुम टुर यस्तो रहेको छ। यहाँ अब केटाहरूले बसेर यहाँ सबै बिगारिसकेको छ है। यस्तो यो पुरै दामी चाहिँ 3टा बेड छ। 3टा बेड हामी 4जना मिलेर सुत्ने पर्छ। यस्तै छ। अब खाना खाने बेला भइसकेको छ। हामी चाहिँ होमस्टे हो है। ओके हामी खाना खाएर भेट्छौँ। साथी खाना खाएको बेला। वेलकम ब्याक टु माई न्यू भ्लग गाइज। आजको भ्लगमा स्वागत छ। हेर्न सक्नुहुन्छ आजको भ्लग चाहिँ किन राति आयो भन्नुहुन्छ भने आजको भ्लग चाहिँ नाइट भ्लग हो क्या। आज राति चाहिँ हुन्छ। आज यही भ्लगमा हुन्छ रातिको। हेर्न सक्नुहुन्छ हाम्रो रेडी हुँदैछ है। अब यहाँभित्र कोइला जान्छ। कोइला गएपछि के हुन्छ थाहा होला। हाम्रो किरण साथी खोइ D2 कि जी के छ। ओके भ्लग हेर्दै गर्नु होला गाइस राम्रो हुन्छ। अब हामी सेकुवा पोल्न लागेको है। यसमा सुतिरहेछ। रातिको 10 साढे 10 बजिसक्यो। हामी अब हाम्रो नाइट छुट्टै छ। अब साथी हमको है हमको मजाले। अर्को त्यहाँ छ बान्द्रे ब्लग गर्दैछ। ओइ कपिराइट हान्छ। त्यही भएर मैले बन्दाहरूको बखान एकछिन यहाँ सेकुवा पोल्दा नि तिमी चाहिँ मुला। हाम्रो यहाँ हाम्रो टेबल सेबल सब टक्क ल्याएको होइन। आयो अर्को त्यहाँ देख्नुहुन्छ। ओके हाम्रो चिकन आइसकेको छ है। चिकन आइसकेको छ। यहाँ साथी हम्किँदैछ। घर है तिम्रो काम त्यही हो। फोटोसुट हुँदैछ है यहाँ। अब नपकायो भने यसो हम्किनु त पऱ्यो। यसले फेरि गीत बजाए मेरो कपिराइट नहाल्नु है। ए हम्किन हम्की सामान रेडी पारेर कोठामा राखिदिनु ल। ओके फाइनली हाम्रो कोक पनि आएको छ। कति लिटरको यो? 2 भनेको हैन 1 जस्तो छ त। 1 2 छ। 2 हो 2 लिटरको कोक आएको छ। 4वटा एकछिन हाल साथी एकछिन हाल न। एकछिन म चाहिँ हम्किन। यतापट्टि कोइलाहरू सब बाल्न। कसरी यता हम्किने चिज दरै छ है। ल हम्के है साथी कस्तो बिल भइरहेछ? सलाम साथी। ठिक भइरहेछ साथी। हामीको छ र फेरि सब जान्छ नि। मैले चाहिँ थम्बनेल बनाउँदैछु यो साथीको। थम्बनेल कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। थम्बनेल मेरो डिजाइनर हो। मेरो स्यालेरी डिजाइनर चाहिँ हैन गाइस। म यसको लागि बनाइदिन्छु यति चाहिँ। मैले बनाइदिएको छु नि साथी। के त कहिले थम्बनेल बनाइदिन्छ साथी तिमीले मेरो? साथी लोगो हो के कन्टेन्टको लोगो लोगो हो जे भयो साथी। यो साथीलाई थम्बनेल बनाउँछ। मेरो लोगो साटा थम्बनेल बनाइन्छ नि। यो साथीको भन्दा दामी थम्बनेल बनाइन्छ साथी। मेरो कस्तो गाइस थम्बनेल कस्तो लाग्छ? मन परेन भने म हाल्दिनँ यसको भिडियो त। यसको थम्बनेल हाल्दिनँ। थम्बनेल कस्तो लाग्यो कमेन्ट गरिदिनु होला गाइस हैन। थम्बनेल मन पर्यो भने तपाईले मलाई सम्पर्क गर्नु होला। मनै पर्दैन। डिएममा चाहिँ ल यहाँ चाहिँ हामी तर सबै साथीले केही पनि काम गर्दैन। यो साथी कामचोर हो हैन। यहाँ हेर्नु मलाई सबिनको तपाईहरु फ्यान्सहरु हो भने चाहिँ हेर्नु मलाई यस्तो गर्न लागिरहेछ यसले। ल आज राति मात्रै हो हैन गाइस। मेरो सर्ट खराब बिग्रिन्छ है। सर्ट हैन त्यसलाई टी-शर्ट भन्छ भन्नु भन्नु। टी-शर्ट सरी है गाइस यसलाई चाहिँ भ्युजको लागि मात्रै यसले काम गर्दैन। कामको लागि यहाँ हेर्नु साथी। तपाई मेरो भ्लग चाहिँ गर्नु न यसले के गर्दै थियो भनेर। राइट साथी प्रमोसन गर्नु हुँदैन यहाँ पैसा लाग्छ अब त। भ्युज कति आउँछ साथी? भ्युज 100 अरे बिना त्यति हो मन त्यति हो। यो चाहिँ कोक हो नि फेरि यस्तो है। आधी आइछ साथी लुगातिर उछिट्यो होला घक्की गर्न आउँछ। के हो आगो नबलाउ न साथी। आगो बाल्नु मिठो हुँदैन। बालिस यस्तो गर्ने बोक्दैन कि हेर्नु गाइस यसलाई
यसलाई आउँदो रहेछ त फुक्दैछ त्यो आगोलाई 1 घन्टा भयो मैले गरेको अझै मैले छोडिदिएँ क्या बस एकपट्टि पोलेको छ 1 घन्टा भयो अरे त्यसै हामी अब यहाँ बोल्दैछ त ल साथीहरू अब चेयर्स हान्दिउँ न पर्दैन चेयर्स हान्नुपर्छ नि यसरी यो के गर्छ ल किरण आउ न त जे होस् मेरो टी-सर्ट चाहिँ नडरोस् गाइस यो भ्लगको भ्यू चाहिँ साथी तिम्रो जस्तो 5-6 वटा आउँछ धेरै भेटायो भने सबलाई पार्टी ल फोटो सोटो खिच्नु पर्दैन हौ कार्यक्रम चल्दैछ यहाँ एक लट पाकिसकेको छ है काँक्रा आइसकेको छ पाहाडको नपाउनु पर्ने हो क्या यो पानी यो के हो पानी होइन साथी उता हेर एरिसकेको यहाँ अचार छ कोकसोक खाइसकेको हामीले साथी भगवान नदिनु पर्ने हो क्या बोल्दैछ साथी यहाँ अर्को भ्लगर छ है धन्यवाद अर्को ब्लग आइरहेको छ मलाई देखाउँदैछ अहिले ओखा हेर्नु सक्नुहुन्छ देखाइसकेँ मैले कति अब होला नि त यहाँ साथी अब तिम्रो काम छ नि त सेकेन्ड लट त सबिना हलाउँछु भने होइन मुस्किल गोइङ डार्क छ है साथी के अरे गोइङ डार्क फाइनल गाइज अब यस्तो उयो यहाँ धुसे उडिरहेछ नि ए हाम्रो भइसक्यो है के राति काले बनाएछ त काले बनाएछ नअम्किन छ अलिक काले बनाएर तर साथी हामीले खाइदिन्छौँ है त हेर्न सक्नुहुन्छ राति कति बजिसक्यो घडी पनि छ है मेरो 11:30 हुनु आँटिसक्यो गाइस फाइनली हामी रुमभित्र प्रवेश भइसकेको छौँ है प्रवेश हुने बित्तिकै यो अरू ल ठिक छ यहाँ हाम्रो मासु सासु आइसकेको छ भित्र होइन यो हाम्रो कोकको बोतल ल्याउ न कोकको बोतलले त ल ठिक छ अब यहाँ आइसकेको छ अब हामी चाहिँ खाना जान यो चाहिँ के होला यसमा गाई यो के होला भनेर कमेन्ट गर्नु है यहाँ पहिलोचोटि देखेको मैले यहाँ आएर म चाहिँ जस्तै छ म फेरि ए दबोज किच ल है साथी ओके हाम्रो कोक पनि आइसकेको छ फ्री अरे ओइ माग न फ्री दिएन है हामीलाई त ल ओके हाम्रो किरण साथीले सबै एरेन्ज गर्दैछ है आजको रात हाम्रै हो यहाँ हेर्न सक्नुहुन्छ है ल यति भएपछि अब पुगेन त अब साथी धेरै भयो आज जस्तो रमाइलो भएको छ साथी एकदम यार के छ भरे ल अब हामी खाना सुरु गर्छौँ आज त रमाइलो भएको छ तिमीले खाना रातिको 3 बजिरहेछ है ठ्याक्क 3 बजे भन्दा नि हुन्छ हामी यहाँ गफ हानेर बसिरहेको छौँ सुतिसकेको छौँ एउटा बेड चाहिँ खालिन्छ के गर्दैछ यो आजको ब्लग यतै बन्दोबस्त अब भोलि अर्को ब्लगमा भेटौँ न टेक केयर बाई